सबैलाई टेस्टीलाई नमस्कार। अनि आज चाहिँ हामी पैल सिक्किम गुम्बाको अथवा पैल तेसिङ काविलिङको अनि पैल लटुरम्पुर्छे उहाँको भक्तजनहरू चाहिँ दर्शनको लागि अब रेडी हुँदैछु। अनि हामीहरू चाहिँ किम्बरबेल पर्खिएको उहाँहरू हुनुभयो। त्यहाँदेखि अब हामी यहाँबाट चाहिँ अब बसिहाल दर्शन जानु लागेको हामी चाहिँ। अनि अलि माथि बस्नुभएको थियो। अनि हामीहरू यहाँबाट जाँदैछौँ भाइहरूसँग। सबै खुसी छ रिम्पोछे भेट्नुको लागि। अनि मौसम पनि राम्रो थियो त्यो बेलामा, घाम पनि छैन, पानी पनि परेको छैन, एकदम राम्रो दिन भएको थियो। अनि हामीहरू चाहिँ माथि हिँड्दाखेरि उकालो चढ्नु पऱ्यो धेरै। अनि हामी उता शेर्पा गुम्बाबाट चाहिँ हामीहरू लगभग 65 जना आएको जस्तो। अनि 65 जना चाहिँ हामी अब दर्शनको लागि खेम्बो लोपेन अनि नानीहरू सबै मिलाएर चाहिँ 65 जना जति छ। त्यहाँदेखि हामी सबै पर्खेको हो। उहाँ सबै हामी नर्नी। अब हामीहरू दर्शनको टाइम भयो। अब हामी सबै दर्शनको लागि जाँदैछौँ। भाइहरू लोपेनहरू पठाए। त्यहाँदेखि भाइहरू ल अब लाइनले जाँदैछौँ। त्यसपछि हामी यहाँबाट अब उहाँलाई अब इच्छा गर्दै अनि सबै पालो पिलो दर्शनको लागि जाँदैछौँ। अनि उहाँ लोपेन दोर्जेले उहाँलाई एक एकजना चिनाउँदै हुँदैछ पुरानो डाबाहरू। अनि यता अट्ला नअट्ला थियो, तर अब अट्छ भनेर चाहिँ हामी अब सोचिरहेछौँ। अनि भाइहरू चाहिँ यहाँ धेरै छ। अब यहाँबाट अब सबै अब यहाँ अड्ने रहेछ। अनि हामी ठाउँ मिलाउँदै राख्दै गरेको हामीले चाहिँ। उहाँ चाहिँ पहिला टुरनपुर हाम्रो गुम्बाको ठुलो गुरु, जुन चाहिँ अहिले सिक्किम पैल गुम्बाको मेन उहाँ हो बनाउनेवाला। उहाँ हो बनाउने अनि उहाँले नै राखिरहेको यत्रो नानी उहाँले पालिरहेछ अहिले पनि। सबै चिज उहाँले नै दिनुहुन्छ। हामीहरू सबै दर्शन गरेर अब यहाँ नानी तयारै छ, ठाउँ मिलाउनु परिरहेछ हामीले यहाँ। त्यसपछि अब यहाँ अब दर्शन गरेर सँग लागेको छ हामीहरू। अड्ला नअड्ला भएको थियो, मिलाउँदै राख्दै गरेर आयो हामीले पनि। अनि यहाँ भाइहरू सेटाको लप्टाको टसङ सबै मिलाएर आएको छ। आधी मात्रै आएको छ, आधी आइपुगेको छैन। आधी चाहिँ किनभने अब धेरै सानो भएर उहाँ चाहिँ धेरै यहाँ आउने गाह्रो हुन्छ भनेर चाहिँ अब मेन चाहिँ यहाँ अब हाम्रो मिरिकको प्रोग्राम राखिआएको थियो। अनि उहाँ नानीहरू चिनाउँदैछन्। अब यहाँबाट नयाँ नानीहरू धेरै छ। उहाँ सबै नयाँ हो, यसपालि आएको। उहाँ चाहिँ सानो अब चिकन मुसेल भन्छन्। यहाँबाट धेरै छ नानीहरू, सानो सानो नानीहरू दर्शन गर्नु भइरहेछ अहिले। अब यहाँबाट युपीबाट आएको छ कोही, अनि वेस्ट बेङ्गलबाट।
अब पुरै अब दर्शन सङ लाग्यो नानीहरूको अब यस पछाडि चाहिँ अब रिम्पोछेलाई अब हामीले यहाँ बच्चा भाइहरूलाई कि क्लब के भन्न चाहन्छन् सुन्नुहोस् है तपाईँहरूले पनि अब रिम्पोछेले उहाँहरूलाई लागि अब राम्रो एउटा अब एडभान्स दिनुहुन्छ अब नानीहरू राम्रो पढ्नु लागि अनि त्यो चाहिँ मैले अब यो भिडियोमा त सबै देखाउन सक्दैन लामो हुन्छन् मैले पहिला एउटा 45 मिनटको हालेको छ तपाईँले सुन्नु मन छ भने तपाईँलाई मेरो त्यो लिङ्कमा गएर सुन्नुहोस् अनि यो भन्दै जान्छु अनि यो भन्दै जान्न भन्ने अनि तपाईँहरू यहाँ मैले छोटो मात्रै राखेको छु तपाईँ त्यहाँ गएर हेर्नुहोस् होला ल सो रिम्पोछेको वचन सुन्नुहोस् है 야, 탐지를 다시 들리인다. 다 들링에 지슈고야 되지요 말에 단 남중 캠보레 로베레 게게 남바서 랍자다 낭 신바레데 옛나야 당아랑게 냠뇽토네 디스티스 저런돌라 냠뇽고네 저런돌라 디스 랍제지기 다 저런도 당아파도 자와치 베 가고 베총 다 저런도 소소소소라 개판 따고래 또 저런도 자왈라마야 부대로지 로단다 돌로이나레 납자이나레 대사레 탐지 갈로다 피리세고 말해 군들 말해 근데 피리에도 갈라 로동데 가세 고글 랭고야 들네 저런도 가르고야 돼 랭고야 돼 저런도로 고급이어래 저런도 그 탐탐들 랭싱이면도 와 지부 나와 지부 땅야다 모빌도 무세야다 데네랑 삼로코네 데데체나 소소 미티데라 종대기여로 봐 데인도 저런도라 따다 저런도 더할라마야 보대요나 데네 파말라에 셈데요 말에 저런도 더할라마야 보마치나 데네 쇼마 드라마 마치 송아이나 데 파말라 가시 좀 라요래 래 말이야 데 저런도 나사 좀 송아이나 데는 베샤밍에도 그 콤바 अब के दुःख सारको खेम्बाहरूले पिज्जा नपारे दे पिट्यो भने भन्नुहोस् त्यो मैले देखेको छैन खेम्बाहरू लोकेहरूले हेपेको छैन होला साँच्चै हेपेको छ भने भन्नुहोस् म निकालिदिन्छु म अहिलेसम्म त देखेको छैन देखो अभी हम लोग जितना भी मंदिर में कुछ अभी हम लोग के लिए अवेलेबल है ना जैसा कि बैठने का और खाने का सब कुछ जो धर्म मिल रहा है जो पढ़ने के लिए मिल रहा है सब अभी तक हमारा गुरुजी दे रहे हैं तुम लोग कोई को मालूम भी नहीं होगा अभी है अहिले हामी रिम्पोछेलाले हाम्रो लागि बनेको जस्तै स्वयं उहाँ आप्पा आमाको रूप हो है त्यो कारणले तपाईँहरूले जे छ भने रिम्पोछेला भन्नुहुन्छ है तपाईँको के छ भने रिम्पोछेला भन्नुहोस् रिम्पोछेले हामीलाई भन्नु हामीले फेरि तपाईँहरूलाई भन्छ नत्र तपाईँहरू डाइरेक्ट कनेक्सन गरेर रिम्पोछेला भन्नु पनि सक्नुहुन्छ ल त्यो सधैँ हामीले खाइबस्ने यताउता गरिबस्ने हेर्नुहोस् तपाईँहरू आजको दिनमा लोप्चङहरू है सबै एडुकेसन जस्तो इङ्ग्लिसदेखि लिएर उस्तै अर्को गुम्बामा हेर्नुहोस् त जो पाए त्यसले इङ्ग्लिस हाल्छु गभर्मेन्टमा यस्तो गर्छु नानीहरू फाइदाको लागि गर्छु भन्यो भने त्यो अब तपाईँ त्यही कारणले गर्दा तपाईँहरूको निम्ति धेरै रिम्पोछेलाले त्याग गर्नुभएको छ त्यही कारणले तपाईँहरूले राम्रो सोचेर रिम्पोछेलाले नै तपाईँहरूले राम्रो याद गर्नुपर्छ है अहिले को हो के हो भनेर सबै थाहा भयो ल हुन त हामीले सधैँ तपाईँहरूलाई कलममा भन्ने नै गर्छौँ तर आज पनि स्वयं तपाईँहरू सबै रिम्पोछेला देख्नुभयो नि होइन जेसै गर्नुभयो रिम्पोछेसँग आज भेट भयो नि मालुम हो कि होइन अब कस्तो छ म अनि रिम्पोछेले धेरै अब हामीलाई एडभान्स दिनुभएको थियो क्लब रामदिन गर्नुभएको थियो नानीहरू हामी सबैलाई अनि आज चाहिँ रिम्पोछे दर्शन गरेर दिने होला फेरि अर्को भेटौँ होला लसो टेस्टीले थुइचे